नेपालगञ्जमा जेनजी आन्दोलनका 2 शहीदको अर्धकदको शालिग निर्माण गरिएको छ। भाद्र 23 गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा शहादत प्राप्त गरेका नेपालगञ्ज वडा नम्बर 1 धम्बोजीका 2 जना शहीद इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिग निर्माण गरिएको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 वाटर पार्क स्थित धम्बोजी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र स्वर्गीय श्रेष्ठ र थापाको अर्धकदको शालिग निर्माण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर 1 का वडा अध्यक्ष प्रमोद रिजाल तथा शहीद द्वयका आमा बुवाले संयुक्त रूपमा शालिगको अनावरण गरेका छन्। शहीद द्वयको स्मृतिमा वडा नम्बर 1 ले योग तथा खोप केन्द्र भवन र ओपन जिम पार्क समेत निर्माण गरेको वडा अध्यक्ष रिजालले जानकारी दिएका छन्। नगर प्रमुख विष्टले शुक्रबार भवन र पार्कको उद्घाटन समेत गरे। नगर प्रमुख विष्टले शहीदलाई साक्षी राख्दै जनआकांक्षा र नागरिक हितमा काम गर्न सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता औलाए। रिजालले वडा नम्बर 1 लाई खेलकुदको हब बनाउन प्रयत्नरत रहेको बताए। नगरपालिकासँगको विशेष अनुरोधमा हामी विशाल चोकमा शहीद द्वयको नाममा शहीद गेट निर्माण गरिरहेका छौँ। त्यसको शुभारम्भ भइसकेको छ, काम त्यहाँ सुरु हुन लागिरहेको छ। यो कुरा पनि यहाँहरूको बिचमा म जानकारी गराउन चाहन्छु। र विशेष गरी हामीले योगा भवन जुन हाम्रो निर्माण सम्पन्न भएको छ, यो योगा भवनलाई पनि 2टा शहीद द्वयको स्मृति भवनको रूपमा हामीले नामाकरण गरेका छौँ। त्यसै गरी यो खुल्ला व्यायाम केन्द्र ओपन जिम हामीले निर्माण सम्पन्न गरिसकेका छौँ। त्यसलाई पनि उहाँहरूको स्मृतिमा हामीले निर्माण गरेका छौँ र उहाँहरूको शालिग हामीले राखेका छौँ। यद्यपि शालिग हामीले स्थानीय व्यक्तित्वलाई शालिग बनाउने जिम्मेवारी दिनुपर्छ भनेर हामीले दिएका थियौँ र उहाँलाई उहाँका अभिभावकहरूसँग मागेकै फोटो अनुसार चाहिँ हामीले फोटो उपलब्ध गरेर बनाउनु भन्यौँ। यद्यपि हामीले सोचेअनुसार र फोटोमा भएअनुसारको शालिग चाहिँ निर्माण भएको छैन। त्यो हामीलाई पनि महसुस भएको छ, यहाँलाई पनि महसुस होला। र हामीले काठमाडौँमा यसको अलिक राम्रो शालिग बनाउने भएको हुनाले अब हामीले प्लास्टिकको धातुको के को शालिग हुन्छ त्यो बनाएर पछि रिप्लेस चाहिँ गर्नेछौँ। अहिले चाहिँ हामीले हतारमा यहीँको स्थानीय कलाकारलाई प्रमोट गरौँ भनेर हामीले यो बनाउने प्रयास गऱ्यौँ। यद्यपि केही स्वरूप आएको छ तर मिलेको छैन, त्यो अनुभूति हामीलाई पनि भएको छ। तर एउटा सम्झना स्वरूप हामीले यो शालिगलाई सुरु गरेका छौँ र उहाँप्रति हामीले सम्मान गरेका छौँ, उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छौँ।